जादु यहाँ छ नि त अर्को जादु तिमीहरू छ बाय बाय के आज का शाम मेरा नाम भन्नु तपाईहरु पनि रमिते आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति बाटो चाहिँ एकदम रफ छ है के ब्लग बनाउनु र बनाइदिउँ है यो चाहिँ के को मासु हो यो डाइनासोरको मासु हो यो चाहिँ के को बन्दैन हल्का दुई तिन शब्द नबोलिदिनु तपाईँले कुछ अर्को बोल्ने बोल्नु नबोल्नु अब त भन्दैन अब गिलास गरेको कन्टेन्ट बनाउनुको लागि छिटो न अब हामी यहाँबाट टक्क जान्छौँ रमितै बाटो राम्रो छ भने अब राम्रो छैन भने बाटोमै पोलेर खाने पानी पनि परेको अवस्था है पानी पनि पर्ला जेनजीले च्यालेन्ज एक्सेप्ट गर्छ अरे के छ दुई चार शब्द भाइ छैन के ओ दुईजना आयो त जेन्जी यिनीहरू चाहिँ हो क्या प्योर जेन्जीहरू घुमेको स्वागै अर्को हुन्छ फेरि अब हेर त काठमाडौँमै टुकाउने पनि आउँदैछ ढिलो दाइ पनि अलिक छिटो भन्नु हाम्रो यात्रा चाहिँ अब पोखरासम्मको हुनेछ आज हामी ढिलो ढिलो हिँडेको यो ब्यागमा हाल्दैन खै यो चाहिँ हाम्रो अब यसलाई चाहिँ है यो चाहिँ के भन्छ यो पनिर होइन डायमन्ड यो चाहिँ हाम्रो यो के अरे मान्छे साधु को छ साधु यता साधु साधु यो हाल्दै त उसमा हाल्दैन ब्यागमा खै लाग्छ जादु धुप ए जादु त यहाँ रहेछ नि त अर्को जादु जादु अँधेरा कायम रहेगा यो चाहिँ के हो तिमीहरू छ हो खतरा जस्तो क्या फोटो खतरा खिच्छु जस्तो गर्छ नयाँ सर भुसुडी के आयो को आयो यो त होइन अहिले हामी ठ्याक्क उयो कुन डाँडामा पुग्ने हामी कुहिरो लाग्यो नि पानी पुरा छ नि त्यहाँ त्यो कुहिरोमा पुरै पानी हुन्छ म थाहा
त्यहाँनिर भर्खर आइपुग्यो यहाँ एउटा खिचेर गयो न सबैजनाले माथि त बुझि के गरिन्छ गरिन्छ नि अब गएर फेरि यो बाइक त के हो ढिलो न आउँछ त के छ ठिक छ लुगा ठिक छ एकदम ल यतिकै भेट्यो एउटा खिचेर जाउँ न त एउटा ग्रुपको भनेको माथि त कहाँ कतिखेर हुस्से लाग्छ राम्रो आउँदैन नि अरे अरे कस्तो चम्केको यो त ब्लकको थम्बनेल मात्रै हालिदिनु पऱ्यो हो र गरे यतिकै ब्लक गरिदिनु एउटा ग्रुप खिच्नु न भिडियो बनाइरहेछ बाई बाई गाइस बाई लाभ बिस्तारै बिस्तारै खडाओ खै सकेको सक्यो हामी चाहिँ अहिले अब यात्रा रमितेको सानो बसोबास यो भिडियोहरू मलाई हेलो के भयो जाउँ न होइन भिडियो खिचाइने अगाडि जाँदा यही नै गरेको रहेछ फोकटा खिच्यो नि फेरि अगाडि आएर खिच्यो मजुर भयो नि तपाईँहरू पनि रमिते आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति बाटो चाहिँ एकदम रफ छ है ध्यान दिनुपर्ने हुन्छ एकदम रफ छ है बाटो एकदम रफ छ है थोरै थोरै तर धेरै होइन थोरै थोरै चाहिँ तपाईँहरूले अलिकति मिहिनेत गर्नुपर्ने हुन्छ हजुर हजुर बाटो चाहिँ एकदम खराब छ होइन अलिक सोचेर आउनु पर्ने स्कुटी त नल्याउनै हुन्छ
स्कुटी पनि पुरानो भयो यहाँ खोल्ची छ क्या त्यहाँ छेउमा लोकेसन त थाहा छ मलाई चाहिँ किन थाहा छैन जहाँ झर्दा छ त्यहाँ जहाँ केटा आएको छ त्यहीँ बस्ने गाउँमा हो नि त मुला गाउँमा होइन ती बाटोमै हो क्या होइन हो यो त ब्लग हो नि अब हामीलाई चाहिँ टुकनले घुमाउनु यहाँ लिएको छ रमिततिर आज का शाम मेरा नाम भन्दा यो त काटेर ठ्याक्क नभए त एकछिन मात्रै हो यस हामी फाइनली हाम्रो गन्तव्य डेस्टिनेसनसम्म आइसकेको छौँ है वेलकम आजको हाम्रो गन्तव्य चाहिँ अब यहीँसम्म हुनेछ ओ सुल्तान नेत्रले ढ्याङ्ग्रो बोल्दैन पोलपाल गरौँ न यार कहाँ बनाउने उता नरान हेर बोकेर नि यार चुलाहरू बनाउनु केटा यहाँ होला नि यस्तो नगर्ने हाम्रो लकडाउनमा छिटो बाटो किन घुमिरहेको भए त खेदाउ त होला जिपे भए त जिपे के अरे त सास रोक्दा रोक्दा ढुङ्गेलाई त जिपे ल्याउँदै काम दिँदो रहेछ फोटो खिच्ने भिडियो गरिदिनु ज्यादा बोल्छ घुमे आयो त यार फोटो खिच्ने यार तिमी बस्दा टाउ काट्यो हाम्रो यो ब्लगमा फोटो सेसन हुँदैछ यस उयो दामी आयो त मौसम यसकै लागि हामी भोलि तान्दा तान्दा अरू केही होइन अहिले जाने घटा बुथु ओइ कति छ बज्यो 10 मिनट छेल्दैन कति नराम्रो मान्छे आयो अरे बिचमा को आएछ हौ मैले सबैमा आयो खाउँदैको कतिले त फोटो के खाएको के हो भोलि तिम्रो हाम्रो फोटो छैन के गरेको मुखमा चपाक भोलि तिम्रो बर्थडे सर्थडे पर्यो भने म्याच केटाले मासु वास्ता गर्दैन के भएको यस्तो मिठोमा मासु कहाँ गयो सुम्पे लागि खाइसक्यो मासु खै त अन्त ए चपाक 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 गर्दो रहेछ अझै नलाउनु नि एकछिन फोटो खिच्दा त यता लुगायो त चपाक चपाक ओ नाइस ओ अँध्यारो भयो त अनि चपाक चपाक पार्दो रहेछ हेर्छ छ नि
ओ ह्यान्डसम मासु उब्रिन्छ मासु उब्रियो टन्नै उब्रेछ नि लाने घरमा आज खोइ डिक्कीमा हालिहाल्नु एउटा यो खाँदैन अब घरमा गएर यस्तो मजाले खान्छ कि क्या हुँदैन नि मासु यहाँको रजाको त कति उब्रेको छ हेर म त कस्तो रियाड लाग्यो तँलाई थोरै रेड बुल खाऊँ न हो छौजी भाइ एउटा रेड बुल त न बाहिरको जोड्दै गर्नु है के कति हुँदैछन् ओ भोला त ब्यागमा छ त अब छ जस्तो लाग्यो एउटा रेड बुल भाइ एउटा रेड बुल हजुर बाहिरको ल धेरै माथाको छ भने त्यो त अघि भिडियोले गर्दा त्यस्तो ओए यो हो नि त जाडोमा तातो लिम्बूको छोरो लिम्बूको छोरो रातो चिया तातो चिया पड्का यस रातो चिया खानुपर्छ गाइज अब हाम्रो चल्दैन फेरि हाम्रो चाहिँ फेरि यस्तो छ ए गाइज भिडियो अफ गरेर अब हामी चाहिँ फेरि यो खान्छ यहीँ बसौँ के गरेको म यो हेरौँ त साइज त कति सानो हो यो त पुन्टे हो ओरिजिनल रेड बुल हो नि त ओरिजिनल हो थाइल्यान्ड मेड इन थाइल्यान्ड कति सानो देखेँ यार यता चाहिँ के लाँदैछ हेर्नु त जाडो मौसम आएछ है मौसम त यो हो नि त मौसम अनुसारको बुझेको यो ए कस्तो राम्रो प्लेयर आएको यार भिडियो है एकछिन त लाउनु त ल ए कस्तो दामी आएको यार ल आजको हाम्रो चाहिँ लगभग अन्तिममा पुगिरहेछ हुस्से लागिरहेको छ अब हामी बिस्तारै भुसेको दबाई ट्याक दबाई कसँगले दबाई खाएर के गर्नु अब लिम्बूको छोरा पनि ल चेष्टै यस भाइको चाहिँ क्यामेरा अफ गरेर मात्रै खाने बानी छ बिगारिदिइहाल्छ भिडियो सबै डेट गर्नुपर्ने भयो ओइ के हो यो सोमबाई कहाँ हुनुहुन्छ हौ सोमबाई कहाँ हुनुहुन्छ सोमबाई कहाँ हुनुहुन्छ सोमबाई हरायो त कालो मान्छेहरू त ओ कालो मान्छेहरू हरायो त कहाँ छ सोम ए यहीँ रहेछ मेरो त तिमीले अब अहिले अब पहुँच गरौँ म त अझै बसौँ भने एकछिन बस्ने त नि तिमीलाई के भेटेको त कस्तो दामी हुसे लाग्यो यार यतिखेरै जानु र कस्तो दामी आएको यार भिडियो यति छिटो त के जानु 8 बजी जानु मेरो आइफोनमै राम्रो आएछ हाम्रो यस्तो हुँदैछ सानो 8 बजीतिर जाउँ न के हो यो रिमझिम हो पाएको छैन जानु त नि ए खुकुरी आम्मा म यो त खतरा हो त यार 5 बज्दैछ हो 5 बज्दैछ हारमार भयो होला अनि जानु खोजेको ओ हार अरे म त चढे कार्तिक दान चढे धेरै खेल भएन उयो ल्याउ न ओ कहाँ छ म त कहाँ गएको त ओइ ए रातिको सिम खिच न यस 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 अब हामी लाग्दैछौँ यहाँ त कस्तो दामी ठाउँ यार ओइ ठिक छ नि उहिले मलाई च्याप्पै पकाएर यसलाई कस्तो लाग्यो सबै आजको ठिकै लाग्यो रमाइलो भयो कस्तो भयो आज आज एकदम सोचेको जस्तो भयो हामीलाई रमाइलो छ हाम्रो कस्तो भयो रमाइलो भयो एकदम रमाइलो भयो अब फेरि एकदम युट्युबमा पनि हाल्ने फेरि कस्तो भयो दाइ बब्बाल भयो भाइ यार आजको दिन त हुस्सेले पनि साथ दियो होइन पोस्ट गर्छु कि जाउँ केटा जाउँ त्यही त देख्ने रहेछ हुस्सेले के देखिँदैन
माथ भयो माथ बिस्तारै आउनु मुनि त फेरि त फेरि लाग्छ चिसो भयो यार केही देखिँदैन यार र त अनि हुसेले केही देखिँदैन छैन हेर्न म मोबाइलको क्यामेरा पुग्छ बिस्तारै गड बिस्तारै बिस्तारै के भन यो त म्याथ हेर न अघि दुईटा बाटो छोड न बाटो यो होइन ए के हो यार 1 घन्टा भयो त तिम्रो त हामी चिक्स भेटिरहेको ओए एउटा बदल यहाँ त भागेर छ अब त्यही हो त्यो Bye bye. Hah? Bye.